चाहिँ तपाईँको बिहान यति सेट भयो भनौँ न। अब हामीले सेट गर्नु भनेको चाहिँ यसलाई घुमाएर यो एक राउन्ड यो घुम्दाखेरि 1 मिलिमिटर पानी चाहिँ ड्राई भएर गयो। अथवा पानी पर्यो भने तपाईँ प्लस पनि हुन्छ। प्लस भएपछि के हो भने अब जस्तो 5 मिलिमिटर पानी परेको थियो होइन, अब मैले बिहान 80मा चाहिँ उ गरेँ थिएँ होइन, 85 हुनुपर्ने ड्राई भएपछि होइन। अब त्यो चाहिँ 82मै आयो भने के सोच्नु पर्यो, 3 मिलिमिटर चाहिँ अब ड्राई भएछ भन्ने सोच्नु पर्यो क्या। यसको प्लस माइनस पनि यसले दिन्छ यो रेनफलको भन्नु खोज्यो। यो राख्नु चाहिँ तपाईँको यसरी राख्ने हो, यो गोलाइभित्र राखिन्छ होइन। अनि फेरि यो चाहिँ यहाँ मार्क लगाए हुन्छ यहाँ। अब मैले यो यहाँ भित्र सानो डल्लो देखाएँ नि, देख्नु है हो, त्यो डल्लोमा चाहिँ पानीमा छाएर राख्ने हो। अब अहिले अलिकति घटेछ नि, जस्तो त्यो अब 2 मिलिमिटर त्यो भाइले बढाइदिइसक्यो अनि त्यो फरक पर्दैन, त्यति म्याटर गर्दैन होला। चञ्चले भाइ पर्यो यो अलि युजमा छैन क्या किन हुनु मेजरिङले गर्ने रहेछ है यो। हामीले ड्राई गरेर दिनदिनै नाप्छौँ नि। अब कति पोरेसन भयो दिनमा हेर्नु पर्यो नि। आज हेरौँ है आज हेरौँ बिहान लेबल गर्ने हो अनि फेरि भोलि 24 घन्टामा हो। ए भोलि फेरि अनि फेरि त्यो पानी पर्ने फेरि सुक्ने, पानी पर्ने सुक्ने भनेर के हुन्छ नि। पानी पर्यो भने तपाईँको अब मानिलिनुहोस् आज 5 मिलिमिटर चाहिँ त्यो पोरेसन हुने थियो। अब 5 मिलिमिटर पानी पर्यो भने चाहिँ बराबर भयो। अथवा चाहिँ अब 10 मिलिमिटर पर्यो भने चाहिँ अब 5 मिलिमिटर माइनस भएर 5 मिलिमिटर चाहिँ प्लस हुने हो। यो र त्यो रिलेटेड रहेछ क्या भनेपछि त्यहाँ कति एमएम पानी पर्यो त्यो घटाएर यसको इभापोरेसन निकाल्नु होला होइन। त्यसमा पनि मिल्छ, त्यसमा पनि मिलाउन सकिन्छ। तर यो र त्यो होइन, हामीले त्यो जोड घटाउमा त मिलाउन सकिन्छ होइन। तर त्यो यो एरिया यो राउन्ड अनुसार मिल्दैन। यो चाहिँ हाम्रो सोइल टेम्परेचर हो। सोइल टेम्परेचर भन्छ। माटो टेम्परेचर कति छ भन्ने माटोको चाहिँ के हो नि, तपाईँ अब यो तपाईँहरूलाई त्यति जरुरत छ कि छैन। अब तैपनि सुन्नुहोस् न, के हुन्छ भने बाली लगाउनलाई अब अहिले भदौ लगाएपछि त घाम लाग्छ नि। घाम लगाएपछि अब त्यो कति सेन्टिमिटरमा चाहिँ चिसो भेटिन्छ त्यहाँ खनजोत गरेर बाली लगाउनको लागि यो कृषि वैज्ञानिकहरूलाई चाहिने। अब यो हाम्रो एउटै लेभलमा छैन कि, यो 3टा थर्मोमिटर 3टा डिफेन्समा छ। यो भुइँ गाडेको छ 15 सेन्टिमिटरसम्म गाडिएको छ। यहाँको टेम्परेचर उताको टेम्परेचर अर्कै हुनसक्छ नि त फेरि। हजुर यहाँको त्यहाँको टेम्परेचर अर्कै हुन्छ। सोइल भित्रको त सेम हुन्छ नि त। यो चाहिँ तपाईँको के हुन्छ भने तिम्रो यहाँ घाम डाइरेक्ट पर्न र त्यो रुखको तलको पर्न फरक पर्दैन। होइन, त्यो जमिन मुनि त फरक पर्दैन होइन। यो कसरी राखेको हुन्छ भने जस्तो यहाँ राखेपछि गोदावरी राख्यो होइन, अनि त्यो उसमा राख्यो त्यो स्वयम्भू त्यहाँ राख्यो अनि यहाँ राख्यो। यो 3टाको डिफेन्समा अनि यसको यो र अब गोदावरीको डिफेन्समा चाहिँ बिचसम्म चाहिँ उस्तै देखिन्छ। अब त्यो भनेको त धेरै धेरै हाम्रो त